एभ्रिवन गाइज नमस्ते। आज चाहिँ मेरो यात्रा यता यो सुर्खेतको बोटेचौर बजार हो। मेरो आजको यात्रा चाहिँ यहाँदेखि सुर्खेतसम्म रहनेछ। यहाँदेखि बोटेचौरदेखि सुर्खेतसम्मको लगभग 50 किलोमिटर छ। म चाहिँ भोलि बिहानै लगभग 4 बजीतिर नै कालीकोट राजकोटको लागि हिँड्नेछु। म चाहिँ यहाँबाट यो चाहिँ सुर्खेतको बोटेचौर बजार हो। यो देखिने चाहिँ सुर्खेतको बोटेचौर बजार। यो चाहिँ प्रहरी कार्यालय, यो चाहिँ सुर्खेत जाने बाटो हो। र यताबाट चाहिँ यो चाहिँ जाजरकोट जाने बाटो र यो चाहिँ काठमाडौँ जाने बाटो हो। अब म चाहिँ आजको यात्रा मेरो चाहिँ सुर्खेतसम्म रहनेछ र भोलि बिहानको 4 बजेदेखि म चाहिँ राजकोटको यात्रामा निरन्तर लागिरहनेछु। हस्त गाइस, हजुरलाई बाटोको अपडेटहरू हजुरलाई देखाउँदै राख्नेछु। नमस्ते। हेलो गाइज, गुड मर्निङ एन्ड शुभ बिहानी। म चाहिँ अहिले लगभग बिहान 4:45 भयो। म चाहिँ यता अब सुर्खेतबाट चाहिँ कालीकोटको यात्राको लागि जाँदैछु। बहिनीको बिहेको लागि चाहिँ जाँदैछु म। यो चाहिँ सुर्खेतको मङ्गलगढी चोकमा बसेर हेर्दैछु। हजुरहरूलाई शुभ बिहानी भन्न चाहन्छु। र आजको यात्रा चाहिँ हजुरहरू यात्रा लगायत हजुरहरूको दिनभरि शुभ बितोस्। र म चाहिँ अब कालीकोट राजकोट जाने क्रममा छु। हस्त गाइस, हजुरहरूले यसो साथ दिँदै गर्नु होला। म चाहिँ यात्रा सुरु गरेको छु। अहिले चाहिँ ल एभ्रिवन गाइस, अहिले चाहिँ लगभग 5:30 भएको छ। म चाहिँ यता गुराँसे भन्ने ठाउँमा पुगिसकेको छु। गुराँसे यो चाहिँ न्यू आर्ट विवेक रावत होटल एन्ड लज भन्ने चाहिँ हो। र यहाँ रहेको छ एउटा रिसोर्ट, यहाँ चाहिँ एउटा ठुलो रिसोर्ट रहेको छ। अब म यात्रामा छु। केही समयपछि चाहिँ अब कता पुग्नेछु, म हजुरहरूलाई अपडेटहरू दिँदै राख्नेछु। अहिले चाहिँ म गुराँसे पुगेको छु। ल एभ्रिवन गाइस, म चाहिँ यता तल्लो डुङ्गेश्वर भन्ने ठाउँमा चाहिँ पुगिसकेको छु। यो चाहिँ कालीकोट जाने बाटो र यो चाहिँ तल्लो डुङ्गेश्वरदेखि बड्डीचौर हुँदै जाने बाटो चाहिँ उति हो। यहाँ चाहिँ यो डुङ्गेश्वरको खोला दैलेखबाट आउँछ। यो चाहिँ खोला आज चाहिँ अलिक धमिलो छ, पानी परेर होला सायद। मात्र पानी परेको छ कि यस्तो छ गाइज। ल एभ्रिवन गाइज, म चाहिँ यता पादुका भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट हाम्रो मानमा चाहिँ 74 किलोमिटर रहेको छ भने जुम्ला चाहिँ 152 किलोमिटर रहेको छ। यो चाहिँ देखिने मोड चाहिँ त्यो चाहिँ पादुकाको हो। र यो तल चाहिँ पादुका भन्ने चाहिँ तल छ। यो चाहिँ मोडहरू यस्तो छ। अस्ति चाहिँ यहाँ गाडी पल्टेर चाहिँ यहाँ जाम भएको थियो, तर आज चाहिँ जाम छैन है। बिहान आइएको छ लगभग 7 बजे। धुलो त खाइन्न होला। ल एभ्रिवन गाइज, म चाहिँ यता साइखोला भन्ने ठाउँमा साई खोलाको पुलमा आएको छु। यो पुल चाहिँ अछाम जाने पुल हो। अछाम जोड्छ यो पुललाई चाहिँ। यो पुलको दृश्य चाहिँ यस्तो रहेको छ। यो चाहिँ यसो छ कि चाहिँ कडान नदी बगेर आइरहेको छ माथिबाट चाहिँ अछाम जाने रोडहरू चाहिँ यस्तो छ। यो चाहिँ दैलेख हो है, दैलेखको पुल भनौँ न, दैलेखको अछाम जोड्ने पुल। यो चाहिँ बान्ने भिर भन्छन् यहाँ। यो चाहिँ भिर छ, माथि चाहिँ भिर, तल चाहिँ रोड छ। कर्णाली राजमार्ग चाहिँ यस्तै छ गाइस। के गरेर नै दुःख सुख गरेर हिँडिन्छ। बाटो चाहिँ धुलै धुवा भएको कारणले गर्दा यस्तो छ। हेर्नुहोस्, बाटोभरि धुलो भएको कारणले गर्दा म चाहिँ यस्तो रेनकोट लगाएर हिँडेको छु। यस्तो रेनकोट लगाएर हिँड्नुपर्ने अवस्था छ बाटोमा। एभ्रिवन गाइस, म चाहिँ यता राखमको खिड्की चुला भन्ने ठाउँमा आइपुगेको छु। चाहिँ होटल कालिका भन्ने चाहिँ होटल कालिका हो। नास्ता सस्ता खाएर अबको
बिस्तारै हिँड्यो भने अब 2 घन्टामा चाहिँ घर पुगिन्छ लगभग। अहिले चाहिँ 9 बज्न लागेको छ, पाउने 9, 8:40-42 भइसकेको छ। यस्तो छ चाहिँ होटल बसाउने, नास्ता बनाउने, साउने। गाइजमा चाहिँ मेरो चाहिँ नास्ता आइसकेको छ, रोटी तरकारी खानु पर्यो। रोटी तरकारी खाएर अब खाना खाने बेला चाहिँ घरमा पुगिन्छ। एकदम मिठो। ल एभ्रिवन गाइस, म चाहिँ यता यो सुर्खेतबाट आएर हाम्रो दैलेख र कालीकोटको सिमाना, अब यहाँदेखि चाहिँ हाम्रो दैलेखको चाहिँ सकिन्छ, दैलेखको यो सिमाना चाहिँ सकिन्छ। त्यो गेट चाहिँ दैलेखको हो, पहिला चाहिँ सिमाना त्यहाँ थियो, अहिले चाहिँ यहाँ छ। यो चाहिँ हाम्रो अब यहाँबाट गाडी आएको छ, यो चाहिँ कालीकोटबाट आएको। अब हामी चाहिँ कालीकोट प्रवेश गर्छौँ। जिल्ला ट्राफिक कार्यालय कालीकोट, मानमा कालीकोट भनेको छ। अब यहाँबाट उता चाहिँ हाम्रो कालीकोट र यताबाट पुरा चाहिँ अहिलेसम्मको यात्रा चाहिँ दैलेखसम्मको यात्रा भयो। बिहान लगभग 5 बजेदेखि अहिले 9:30 बजीसम्म चाहिँ दैलेख यात्रा भयो। अब चाहिँ बाँकी रहेको यात्रा चाहिँ कालीकोट। हस् त गाइस, लालुको कालीकोट, यो चाहिँ पछाडि बग्ने चाहिँ कर्णाली नदी यसरी गएको छ। एभ्रिवन गाइज, यो चाहिँ हाम्रो जितेगडा भन्ने ठाउँ हो। यो चाहिँ हाम्रो जितेगडा भन्ने ठाउँ हो। तर यहाँ चाहिँ पहिला एकदमै ठुलो बजार थियो, हामी हाट बजार गर्ने ठाउँ हो। तर अहिले चाहिँ बाढी पहिरोको कारणले गर्दा यहाँ चाहिँ क्षतिग्रस्त भएर अहिले चाहिँ मान्छेहरूको बसोबास छैन। त्यो माथिको चाहिँ हाम्रो जुम्ला जाने रोड हो। माथिको चाहिँ हुम्ला मुगुर डोल्पासम्म त्यहाँबाट गइन्छ। तर यहाँ चाहिँ बजार थियो। तर अहिले चाहिँ र यहाँ रहेको छ हजुरको त्यो चाहिँ तिला नदी, जुन हुम्ला जुम्ला हुँदै आएको छ। र यो चाहिँ हाम्रो कर्णाली नदी है। हामी चाहिँ अब कर्णाली नदीको तिरतिरै जाने हो। यहाँबाट चाहिँ तिला र कर्णाली मिसिएर सँगै एउटै कर्णाली नदी भएर गएको छ। यसरी गएको छ। के गर्ने, रोड माथि यस्तो छ, हेर्नुहोस् त, लास्टै डेन्जर बाटो छ है। एभ्रिवन गाइज, राजकोट नगरपालिका पुगिसकेको छ। यस्तो छ हाम्रो डिसिए, यो हो हाम्रो राजकोट नगरपालिका। हाम्रो गाउँमा पनि पुग्यो राजकोट। हाम्रो राजकोटको बजार राजकोट नगरपालिका यस्तो छ। राजकोट नगरपालिकाको नगरले बनाएको चाहिँ हाम्रो बजार हो। वेलकम टु राजकोट। अब 2 मिनटमा घर, हाम्रो घर, मेरो घर चाहिँ म पुगिसकेँ। मेरो मम्मी, मेरो छोरी, मेरो बहिनी। चाहिँ मेरो घर हो गाइस, चाहिँ घरमा आइसक्यो सबै।